जासङ याक्थुङबा लम्बा सेवारो नमस्कार र सेवारो एउटै हो त्यसले जासङ असेवा तपाईको नाम के हो अङ्गा देवेन्द्र खङहाङ एङ्ग कति वर्ष पुग्नु म ठ्याक्कै 57 वर्ष पुगेको छु अच्छा तपाईलाई आफ्नो भाषा आउँछ आफ्नो भाषा भन्दाखेरि चुची चुची र ता अङ्ग भाषा नबन योर कुसिङ राष्ट्र भाषा ओपो त्याङ युङाङ कोबङ चुची चुची याक्थुङ बाने जो तामे अङ्ग जासङ बुबाले अम्बो भन्छ आमाले आम्मा भन्छ हजुर लेख्नु पनि आउँछ किनभने लिम्बूहरूको त आफ्नो लिपि पनि छ नि त एउटा लिपि छ तर मलाई लेख्नु चाहिँ आउँदैन मलाई आउँदैन गाखे साप्ला सापमा याक्थुङबा र सक्सक सापमाले अङ्गमा पानी चाहिँ जी पामा लेसुङ लो अङ्ग हजुर तपाईँले यति राम्रो लिम्बू भाषा बोल्नु हुँदो रहेछ होइन लिम्बू भाषामा नानीहरूलाई यता आइज भन्दा चाहिँ के भन्छ नानी चुक्ने पट्ना फेरेट्ने हजुर अथवा तक चासे फेरेट्ने हजुर नानी खाजा चासे फेरेट्ने त्यो चाहिँ खाना खाना ना बारी बेगे कठला बेगे भनेको चाहिँ स्कुल बेगे हजुर भन्नाले नाबारी भने नापारी बारीमा गएर चाहिँ अथवा घाँस काटेर ल्याऊ अथवा त्यो चिज लिएर आऊ त्यही हो च्याप्रुङ बजाउनेहरू यहाँनिर हाम्रा ज्ञाताहरू हुनुहुन्छ र यहाँहरूलाई हामी केही प्रश्न गर्दैछौँ च्याप्रुङ बजाउनु भएको कति वर्ष भयो च्याप्रुङ बजाएको त साह्रो बेसी त भएको छैन 6-7 वर्ष भयो हजुर आफ्नो भाषा आउँछ कम्ती मात्रामा आउँछ हजुर लेख्छौँ हजुर र यो च्याप्रुङ बजाउँदा तपाईँले कसरी सिक्नुभयो यो हाम्रो उहाँ हुनुहुन्छ गुरु ए हजुर उहाँ चाहिँ गुरु हुनुहुन्छ हजुर उहाँ चाहिँ गुरु हो हजुर हाम्रो गुरु उहाँ नै हो सबै हामीलाई यहाँ अर्गनाइज गर्ने उहाँ नै हुनुहुन्छ हो हजुर कतिवटा च्याप्रुङको विषयमा चाहिँ उहाँले नै जान्दछ मनबहादुर आङथुपु हजुर कति वर्ष पुग्नुभयो म लगभग 70 वर्षको 70 वर्ष पुग्नुभयो यो च्याप्रुङ बजाउनु कति वर्षदेखि सिक्नुभयो मैले च्याप्रुङ चाहिँ बजाउन 18 वर्षदेखि सिकेँ हजुर कहाँदेखि सिक्नुभयो मैले चाहिँ 5 थरको उहाँ एकदम जग्गाबाट चाहिँ सिकेँ त्यहाँ गएर सिक्नुभयो सिक्यौँ त्यहाँ कम्ती मेन गुरु मेरो तीर्थम फेदाप यो च्याप्रुङ बजाउनुको लागि गुरु थाप्नु पर्यो हजुर गुरु नथाप्नु हुँदैन धेरै शशी मुन्डुमाहरू सिक्नु पर्यो त्यसको नाच विषयमा सिक्नु पर्यो है त्यसमा कुनै कुनैमा अब गाना गाउनु पर्यो कुनै अब च्याप्रुङ बजाउँदाखेरि पाराको हुन्छ अब नयाँ घर बनाउँदाखेरि एक किसिमको त्यो च्याप्रुङ शुभ कार्यमा बजाएको एक किसिमको नाच हुन्छ अनि कोही देवतीर्थमा नाच्दाखेरि त्यो एक किसिमको हुन्छ च्याप्रुङ बजाउनुको जुन मुख्य यो शब्दको गीत चाहिँ गाउनै पर्छ भन्ने चाहिँ हजुर कतिमा गाउनै पर्छ जस्तै घर सर्दाखेरि हामीलाई मूल खाम्बाको हामी भन्छौँ बासुकी देउ नेपालीमा भन्दा हामी लिम्बू कुरामा हुन्छौँ आनामा माङ मुरुमदिङ हाङसिलाङ भनेर भन्छौँ उहाँको सम्बोधन गरेर पुरा अर्चना गरेर त्यो घर वरिपरि हामी त्यो दिन
थकथामधामको एउटा कार्यक्रम हुन्छ त्यसमा गीत लाया सहित हुन्छ हजुर त्यो अलिकति गीत गुनगुनाइदिनुहोस् न त त्यो गीत अलिकति गुनगुनाइ सर्वप्रथममा यसरी धराती हामी उठाउँछौँ एकसादिङ खाम्बेक लङहिम्मु भन्नाले चाहिँ अब धरती उठाएको एकसादिङ खाम्बेक लङहिम्मु एकसादिङ खाम्बेक लङहिम्मु थक थाम थाम थक थाम थाम कसङ हिम्बोखे कन हिम्मु कसङ हिम्बोखे कन हिम्मु थक थाम थाम थक थाम थाम नावारा हङसिङ के मुखुमङ नावारा हङसिङ के मुखुमङ थक थाम थाम थक थाम थाम ओ आना माङिन इङ थक तुमङ ओ आना माङिन इङ थक तुमङ थक थाम थाम थक थाम थाम यसरी लाया हामी लान्छौँ आज यो भनेको चाहिँ बासुकी देउलाई पुकार्दै यो घरघरेटीको काठपातमा मौकिरा नलागोस् भनेर यो मुन्दुम थकथामधाम भनेको चाहिँ झार्नु भनेको यसरी यसरी गाली सराप बगाएकोमा चाहिँ हामीलाई आजदेखि उहिले पिता पुर्खादेखि हामीले गाली सराप थियो होला कुनै जग्गामा बाजु दाजुभाइमा हरवंशमा नातागोतामा बाजा जुद्ध भएर हामीले कसैले गाली दियो होला भनेर हामी गाली श्राप दिएको हुँदाखेरि आज यो बगाको विषयमा अलिकति दुईटा शब्द मात्रै बोल्नु चाहे अब यसमा अब गाउँदाखेरि सागमुरा ओदेन ते सुङलो तेमेन्दिङ अरङले पङआन्दुरो थक थाम थाम थक थाम थाम भनेर चाहिँ हामी सुरुवात गर्छौँ। तपाईँ अब जहाँ लिम्बूहरू बेसी छ जहाँ एक्लोमा त अलिक सक्दैन नै अब जता 15-20 घर भएको जग्गामा चाहिँ यो उहाँले जस्तै दिन नै पछि पर्दैन हप्ता या महिनामा एक दिन चाहिँ टाइम निकालेर त्यसलाई सञ्चालन गर्यो भने चाहिँ यो जीवित रहन सक्छ। यदि त्यो गरेन भने यो संस्कृतिहरू आफ्नो यो भाषा लुप्त भएर जानु पनि सक्छ। र मैले चाहिँ ससेसन र मेरो जति पनि प्रयास छ गाउँमा जहाँनिर अलिकति बेसी छ त्यहाँनिर चाहिँ हामी भइन्जेलसम्म चाहिँ तपाईँहरूले यो चासो लिनुहोस् भनेर चाहिँ भनिराखेको छु। यरी यरी नुगेन गा आमिङको सङ्गीता बेगा अनि दुधे राईगाउँ दार्जिलिङ डिस्ट्रिक्ट। तपाईँ यहीँ दुधेको हुनुहुन्छ, मैले पनि अलिकति बुझेँ उहाँ दुधेको हुनुहुँदो रहेछ है। र हजुरहरूको लिम्बू जातिमा नारीहरूको कतिको भूमिका छ? नारीहरूको ठिकै हेम्बे यरको भूमिका होमा अब याक्थुङ बग यर्के वइगे तर खेम्बे केले बकिनी ब चाहिँ हेम्बे सारिमे हो ठिकै वइगे ठिकठिकैको। हजुर विशेष जस्तै अन्य जातिहरूमा बिहामा चेलीहरूको आफ्नै भूमिका हुन्छ होइन, जस्तो भाइटिका लाउने एउटा चेलीको एउटा भूमिका हुन्छ। त्यसरी नै अन्य जातिहरूमा पनि छोरीहरूको आफ्नै आफ्नै भूमिका रहेको हुन्छ र लिम्बू जातिमा चाहिँ छोरीको के चाहिँ छोरी नपाइकन नहुने चाहिँ के दस्तुर छ त्यस्तो?
छोरी नपाइकन नहुने दस्तुर त त्यति ताफेमको होमा थ्याङ हो आफ्नो आफ्नो दस्तुरै वा याक्थुङरे संस्कृत अनुसार छोरी चेली बिहा दान पोङ भने आफ्नै भाषा आफ्नै लिपि आफ्नै संस्कारसँग थिनबे चोङ पर्छ अरू रे तामाङको तामाङ रे मिजोगु राई रे राई है मिजोगु राईले जसरी राईकै छोरी बिहा गरेको हुन्छ तामाङले तामाङकै त्यसरी नै लिम्बूले पनि लिम्बू जातिकै बिहा गर्नु आजकल त्यसरी गर्नुहुन्छ। यो जुन चाहिँ तपाईँले यो ड्रेस भनौँ वेशभूषामा पहिरन लाउनु भएको छ अरू लिम्बूहरूले भन्दा अलिकति भिन्न लाग्यो मलाई यो चाहिँ यो ड्रेसलाई चाहिँ तपाईँले के भन्नुहुन्छ? अब भन्नुपर्दाखेरि मैले जानेको र मेरो आमाले चाहिँ मलाई बताउनु भएको थियो यो सुब्बाको चाहिँ मेख्ली भन्छ यसलाई यो लगाएकोलाई चाहिँ मेख्ली जानेको चाहिँ त्यहाँ अहिले पछिकोहरूले चाहिँ अब स्टाइल अनुसारको आफ्नो आफ्नो स्टाइल बनाएर लाउँछ होइन पहिलाको त्यहाँदेखि पछिकोले चाहिँ यसो साडी ढाकाको साडीहरू लाउनुहुन्थ्यो भनेपछि अहिले चाहिँ त्यो ढाकाको त तानको बुनेर लगाइन्छ र अर्को त्यो जुन चाहिँ ढाकाको उयसहरू बनायो त्यो चाहिँ अलिकति मोडिफाई भएको भनेपछि मोडिफाई भएको हो त्यो चाहिँ र यो तपाईँले जुन चाहिँ गरगहना लगाउनु भएको छ यसलाई चाहिँ लिम्बू भाषाबाट के भनिन्छ त? हजुर यसलाई चाहिँ माफ गर्नु होला है म चाहिँ जान्दिनँ है यसलाई श्रीफुल भन्छ नेपालीमा होइन नेपाली श्रीफुल तर म आफ्नो भाषा चाहिँ जान्दिनँ सरी ल त्यसमा चाहिँ हजुर केही छैन।